बुढाबुढी भएको घर कति लक्षणको हुन्छ भनेर मैले त सुनेकी थिएँ, देखेकी थिएँ। हजुरहरूले नि सायद सुन्नुभएको होला, देख्नुभएको होला। र मलाई चाहिँ नि आज त्यस्तै नै फिल हुँदैछ, त्यस्तै अनुभव हुँदैछ। किनभने नि अब जहिलेबाट मेरो आमा घरमा आउनुभयो नि, मेरो घरमा मेरो आमाबाबा जहिलेबाट आउनुभयो तहिलेबाट मलाई चाहिँ त्यस्तै नै फिल हुँदैछ है। किनभने यहाँ हेर्नुहोस् न, यत्रो दिनबाट मैले दुध लिइराखेकी छु होइन, कहिले पनि तर्जमाइनँ। जहिलेबाट आमा आउनुभयो तहिलेबाट तर्जमाउन थाल्नुभयो र 1 हप्ता भएको थियो होला यो तर्जमाको। र आज फाइनली मैले मोही बनाउने मौका पाएँ र घिउ पनि निकाल्ने मौका पाएँ। अब कति निस्किँदो रहेछ त्यो चाहिँ थाहा छैन। र मिक्सीमा हालेर अहिले यहाँ म पिस्दैछु। यो चाहिँ सबै रेडी गरेर आमाले दिनुभएको, खालि पिस्ने मात्रै काम चाहिँ मेरो हो। किन अब यहाँ हेर्नुहोस् न, कस्तो राम्ररी नुहाउने घिउ माथि जमेको देखेर चाहिँ यति खुसी लाग्यो नि मलाई त, कति खुसी लाग्यो बाप्रे। यस्तो सोचेकै थिइनँ कि यति राम्ररी नुहाउने घिउ जम्छ र आज अलिकति भए पनि घिउ निस्किन्छ भनेर, मोही निस्किन्छ भनेर। आज मोही र घिउ ओरिजिनल खाना पाउँदा चाहिँ साह्रै खुसी लाग्छ भनेर म चाहिँ एकदम खुसी भइरहेकी भित्रबाट है साथी हो। अब सच्चै कुरा हो नि हजुरले थाहा पाउनुभयो होला र आमा भएको घर चाहिँ कस्तो हुन्छ भनेर। साथी हो, म चाहिँ नि हाम्री आमालाई देखेर नि मेरी सासूआमाको मलाई याद आउँछ है। म बहुत मिस गर्छु, किनभने नि मलाई बहुत कुछ सिकाएर जानुभयो थोरै समयमा। भगवान्की प्यारी हुनुभयो र यति खराब लाग्छ नि, काश हामीसँग आज हुनुभएको भए कति राम्रो हुन्थ्यो भनेर यति खराब लाग्छ। के गर्नु होइन। यहाँ हेर्नुहोस् न, म चाहिँ सानो कराई निकालेँ। अब धेरै नुहाउने घिउ त छैन, 1 हप्ताको होइन, र सानो कराई निकालेँ र यसमा आमाले खार्छु भन्नुभयो घिउ हालेर। यहाँ खार्न रेडी हुनुभएको छ। अब कति निस्किँदो रहेछ साथी हजुरले देखिहाल्नुहुन्छ है। यहाँ हेर्नुहोस्, अब यी आमाले सबै मजाले त्यो नुहाउने घिउ चाहिँ सबैतिर लागेको थियो नि त, जारमा मजाले निकाल्दै हुनुहुन्थ्यो होइन। लोभ लाग्छ होइन, अलिकति पनि छोड्न मन लाग्दैन। यहाँ हेर्नुहोस् न, खारेर चाहिँ 250 ग्राम चाहिँ निस्केछ है साथी हो। मजा आयो आज चाहिँ, देख्नुभयो 250 ग्राम निस्केछ मेरो घिउ। र यहाँ मोही पनि रेडी भइहाल्यो है। एक सानो भाँडामा 1 भाँडो